नेपाली साहित्य जीवनका रोहमा स्रष्टाले भोगेका अनुभूति स्रष्टा र साहित्य। आदरणीय दर्शकबिन नमस्कार। कार्यक्रम स्रष्टा र साहित्यको आजको अतिथि विशेष श्रृङ्खलामा स्वागत गर्न चाहन्छु। म प्रस्तुता सुस्मी कणेल। बागमती टेलिभिजन एचडीमा हरेक हप्ताको शुक्रबार राति 9 बजे र अन्य दिनमा पनि यसै समयमा प्रसारण हुने यो कार्यक्रम फरक हप्ता फरक सन्दर्भसहित हामीले प्रस्तुत गर्ने गरेको यहाँहरूमा विदितै छ। आजको अतिथि विशेष श्रृङ्खलामा हामी गौरवका साथ स्वागत गर्दछौँ एक यस्ता अद्वितीय सर्जक आज हामीसँग हुनुहुन्छ। समकालीन नेपाली साहित्यका एक बहुमुखी स्रष्टा जितेन्द्र रसिक। उहाँको थप परिचय यो रिपोर्ट मार्फत। सृजनाको दीप, शब्दका साधक, सिन्धुपाल्चोकको स्याउले बजारबाट शुरू भएको यात्रा आज भक्तपुरको सांस्कृतिक माटोसँग आत्मसात भई साहित्यको सुवास फैलाइरहेको नाम हो जितेन्द्र रसिक। पिता जगलाल श्रेष्ठ र माता रमादेवी श्रेष्ठका सुपुत्र। दर्शनाचार्य तहसम्मको अध्ययन पूरा गरी विद्यावारिधीको साधनामा तल्लीन एक समर्पित साहित्य प्रेमी। विद्यालयको पहिलो कवितादेखि नै कलमको यात्रा आरम्भ। विक्रम सम्वत 2056 सालमा प्रकाशित प्रेम शीर्षक कवितासँगै नेपाली साहित्यमा एक संवेदनशील आवाजको उदय। वर्षौंको लेखन साधनाबाट उपन्यास, कथा, निबन्ध, गजल, बालकथा, हाइकु, संस्कृति र जीवनी जस्ता विविध विधामा शब्दको सुवास छरिएको छ। 17 भन्दा बढी कृतिहरूको सिर्जना मार्फत हृदयलाई छुन सफल भावहरू, हृदय स्पर्शी छालहरू, तारापुञ्ज, लज्जावती, सत्यको खोज, युगको तेज, बेल बहादुरसँग बिहे, हावा फाल्ने रुख, एङ्ग्री बर्ड, एलियनको पृथ्वी भ्रमण, काफिया, सर्वरत्न र अल्कापुरी भक्तपुर जस्ता अमर सिर्जनाहरूले नेपाली साहित्यमा गहिरो छाप छोडेका छन्। बाल साहित्यमा गुलेली, हनुमानको करामत, जादुगर एआई जस्ता सिर्जनाहरूले बाल मस्तिष्कमा कल्पनाको उज्यालो भरेका छन्। शब्दसँगै स्वरको संसार पनि समान रूपमा उज्यालो। तिमलाई निथुक्कै रुझायो झरीले, अधुरो सपना, पिरती गाँसौं, विनाशकारी भुइँचालो, तिमी कहाँको म कहाँको मैजाङ, थाहा छैन जवानीको झोकमा के भयो, आऊ अलि धेरै माया गरौं हामी, र ककटेल जवानी जस्ता गीत र गजलहरू सृजनशीलताको सांगीतिक रूप। सृजनामा अटुट समर्पण र संस्कृति प्रतिको श्रद्धाका कारण भक्तपुर एफएम साहित्यिक कदर पत्रदेखि सरस रत्न भूषण पदक सम्मका अन्य धेरै साहित्यिक सम्मान लगायतका सम्मानद्वारा सम्मानित व्यक्तित्व। शब्द, संगीत र चेतनाले भरिपूर्ण दिग्गज व्यक्तित्व जितेन्द्र रसिक, जसको कलमबाट निस्किएको प्रत्येक अक्षर जीवनको सुगन्ध बनेर नेपाली साहित्यमा अमर रहन्छ। आउनुहोस् दर्शकवृन्द, आज उहाँसँगै साहित्यिक भलाकुसारी गरौं। कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद सुस्मी। रिपोर्ट त सुनिहाल्यौ, विस्तृत रूपमा त्यही छ, तर पनि बाल्यकाललाई आज कसरी स्मरण गर्नुहुन्छ? बाल्यकाल त मलाई यस्तो लाग्छ नि, आफ्नो बाल्यकाल हेर्ने हो भने एकपटक चाहिँ चरा बनेर आकाशमा उड्नुपर्छ भनिन्छ कि। जब आकाशमा उडिसकेपछि धरतीका सबै कुराहरू देखिन्छ नि, त्यस्तै थियो बाल्यकाल। एकदम स्वतन्त्र हो त, माथिबाट हेर्दा सबै कुरा देखिए जस्तै। अहिले यो उमेरमा आएर सम्झनु पर्दा त्यो बाल्यकाल फर्केर आउने भए त्यही माथि भनिन्छ नि, होइन? बाल्यकाल मनपर्छ। हो, त्यस्तो खालको हुन्छ कि जहाँ कुनै बोझ हुँदैन, कुनै मानिसमा चाहिँ एक खालको होइन चरा जस्तै उड्ने, चरा जस्तै उड्ने, होइन पशु पन्छी जस्तै उफ्रिने स्वतन्त्रता, जो चाहिँ बाबुआमाको काखमा होइन खेल्दै 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 जीवनलाई एक खालको रोमाञ्चक तरिकाले बित्छ त्यो बाल्यकाल। र बित्यो पनि अब त्यो पल चाहिँ अहिले सम्झिँदा लोभ लाग्छ कि। अब पाइँदैन, एकदम चाहेर पनि पाइँदैन। तपाईँ साहित्यिक यात्रामा झन्डै 3 दशक बढी लागिसक्नुभयो। बालकपनदेखि नै कलम
लेख्दै शब्दको संयोजन गर्दै जानी नजानी आज यो ठाउँसम्म आउनुभयो। लाग्छ जितेन्द्र रसिक भनेर नचिन्ने कमै हुनुहुन्छ साहित्य क्षेत्रमा, सबैले चिन्नुहुन्छ र सबैको प्रिय पात्र पनि भन्नुभएको रहेछ। मैले पनि केही साथीहरूबाट सुने। तपाईँलाई यो ठाउँसम्म आउनको लागि प्रेरणा दिने व्यक्ति कोही हुनुहुन्थ्यो? प्रेरणा चाहिँ धेरै मानिसहरूले कुनै व्यक्तिको प्रेरणा होइन को रूपमा चाहिँ त्यो लिइरहेको अवस्था देख्छु। विशेष कोही मेरो हकमा भन्नुपर्दा विशेष कोही भन्नाले यही व्यक्ति भन्ने चाहिँ छैन। मैले बाल्यकालमा जति पढ्थेँ त्यति बेला विभिन्न हिन्दीका पत्रिकाहरू आउँथे होइन। मेरो बाल्यकाल भनेको सिन्धुपाल्चोकको एउटा त्यति बेलाको गाउँ नै हो, बजार भनिए पनि ग्रामीण क्षेत्र नै हो। सदरमुकामबाट करिब 6 किलोमिटर दूरीमा रहेको थियो स्याउले बजार, जहाँको माटोसँग हुर्किँदै खेल्ने क्रममा होइन जुन खालको तपाईँले भन्नुभएको जस्तै सृजनाका प्रेरणाका तत्त्वहरू भनेको चाहिँ त्यहाँको प्रकृति होइन, त्यहाँको भौगोलिक हावापानी लगायत अनि आफूले पढ्ने बाल्यकालमा पढिने पुस्तकहरू नै मेरो प्रेरणाको स्रोत बन्यो भनौँ न। आफ्नो लागि आफै प्रेरणा बन्नुभयो। त्यस्तै नै रह्यो मेरो। अब धेरै जस्तो चाहिँ हामी रेडियो प्रोग्रामहरू पनि हुन्थ्यो होइन। कुनै व्यक्ति भन्दा पनि यो अनौपचारिक रूपमा देखिने कुराहरू रहे। जस्तै विभिन्न भारतदेखि पुस्तकहरू आउँथे, हिन्दी पुस्तकहरू। अनि त्यति बेला भर्खर यो स्पेस टाइम होइन, कामना जस्ता पत्रिकाहरू होइन। त्यति बेला त त्यो पत्रिकाले पनि ठुलो भूमिका खेल्थ्यो नि त। हो। आजको दिनमा आउँदा फेसबुक, इन्स्टाग्राम, टिकटकतिर बढी हेरिन्छ। त्यति बेला त पत्रिकामा कसैको अर्को रचना पढ्नको लागि पत्रिका लिनु पर्ने र त्यही अनुसार नक्कल गर्ने। त्यो नक्कल गर्ने बानीले गर्दाखेरि नै लेखन क्षेत्रमा होमिए। अब कक्षा 4-5 कक्षादेखि नै विद्यालयमा पनि सृजनात्मक कार्यक्रमहरू हुने गर्थे, भाग लिने। त्यहाँ सुनाएका रचनाहरूको तारिफ हुन थालेपछि त्यसले चाहिँ एक खालको ऊर्जा दिने बाल्यकालमा। त्यसले चाहिँ सृजनालाई थप अगाडि बढाउन मद्दत गर्यो भन्ने लाग्छ मलाई। प्रेम लेख्नुभयो, प्रेम शीर्षकको कविता सुरुवाती अवस्थामा। त्यो प्रेम आफ्नै प्रेम थियो कि अरू कसैको प्रेम देखेर लेखिएको थियो? यस्तो हुन्छ, प्रेम भन्न साथ हाम्रो समाजमा चाहिँ पुरुष र महिलाले गरिने प्रेम भनेर मात्र हेर्ने चलन छ। जुन खालको प्रेम चाहिँ एउटा बुवा आमासँग हुनसक्छ, एउटा समाजसँग हुनसक्छ होइन, एउटा युवा युवतीसँग हुनसक्ला, एउटा बालकले गर्ने प्रेम एउटा खेलौनालाई हुनसक्ला होइन। प्रेम भनेको चाहिँ त्यो अर्थमा लिन्छु म। सब क्षेत्रलाई जसलाई चाहिँ प्रेम कस्तो प्रेम थियो? यो प्रेम चाहिँ एक खालको बाल्यकालमा आकर्षण हुन्छ नि, एक अर्कामा आकर्षण हुने खालको नै थियो। साथी बीच आकर्षण हुने। त्यति बेला त प्रेम के हो पनि थाहा भएको हुँदैन बालबालिकाहरूलाई होइन। तैपनि प्रेम भन्ने अवस्था त्यो बेलाको अंकुरण भएको कविता थिए त्यो। कसलाई सम्झेर लेख्नु भएको थियो? सायद यतिखेर मैले मनन गर्नुपर्दा कोही साथीहरू थिए होला। पक्कै पनि त्यो हुन सक्छ। मैले प्रेम शीर्षकमा कविता लेखेको थिएँ र त्यो स्थानीय पत्रिकामा छापिएको थियो 2056 सालमा। त्यो स्कुल लाइफकै बेला पहिलो पनि थियो। अब त्यो सधैँ छापिएको पहिलो थियो, तर कविताहरू चाहिँ त्योभन्दा अगाडि नै धेरै कविताहरू लेखिसकिएको थियो र त्यो बेला एक्सप्लोर हुने ठाउँहरू हुँदैन थियो। अब कि त राजधानीमै होइन आइपुग्नु पर्थ्यो अथवा जिल्लामा त धेरै पत्रिका हुँदैन थियो। पत्रिकाहरू भर्खर अब यो पञ्चायतकालीन समय गुज्रेर होइन एउटा बहुदल सकिएपछि, बहुदलकालीन समयपछि एक कालको चरण थियो। अब त्यो बेला लेखिएका कविता हुन्थे। तपाईले धेरै विधामा कलम चलाउनुहुन्छ, कथा, कविता, गजल, उपन्यासदेखि लिएको धेरै विधामा। तपाईलाई सबैभन्दा मनपर्ने विधा चाहिँ कुन हो? मलाई चाहिँ साहित्यको विधामा मनपर्ने भन्ने मात्र रहेन, मलाई चाहिँ हरेक विधामा कलम चलाउन मन लाग्थ्यो। विशेष त म यो विधालाई फलो गर्छु। विशेष गरी मलाई आख्यान लेख्न र गजल कवितामै बढी रुचि थियो। पछिल्लो समय चाहिँ जब म लेख्दै गएँ कवितापछि, म कविता बढी लेख्छु तर मेरो कविता सङ्ग्रह अहिलेसम्म प्रकाशन भएको छैन। दुःखद होइन? अलि दुःखद पनि नभनौँ होइन, अब सुखद पनि नभनौँ। किनकि मेरो जब मैले हृदय स्पर्शी छालहरू भनेर गजल सङ्ग्रह प्रकाशन गरेँ, त्यो आफ्नै बुटाले भ्याएको होइन कमाएर छापिएको पुस्तक थियो क्या।
त्यो पुस्तक त्यसकारण पनि बढी प्रेम चाहिँ त्यो पुस्तकसँग रहन्छ। अनि त्यसपछि भनेको मैले प्रकाशकहरू पाउन थालेँ। मेरा सबै कृतिहरू प्रकाशकहरूले नै प्रकाशन गर्ने, बजारमा पुर्याउने, बिक्री गर्ने, त्यो बापत चाहिँ मलाई रोयल्टी दिनुहुन्थ्यो। त्यसरी नै चल्यो। त्यसरी नै चलेकोले अब प्रकाशकहरूले चाहिँ कस्तो खालको कृति खोज्छ भने बजारमा बिक्ने खालको, त्यो भनेको आख्यान र कथाहरू नै हो। कविताहरू उहाँ प्रकाशकहरूले छाप्नलाई अलिक गाह्रो मान्छ, कम जान्छ बजारमा पनि। बजारमा बिकाउ चिज खोज्ने भएकोले मेरो आफैले प्रकाशन नगरेको हुनाले कविता चाहिँ ब्याक भइरहेछ र यो सङ्ग्रहको रूपमा तयारी अवस्थामा चाहिँ छ। कुनै दिन त्यसको पनि पालो आउला पक्कै पनि। प्रकाशक जो हुनुहुन्छ, प्रकाशन गर्ने संस्था, उहाँले प्रकाशन नगरिदिने भएको कारणले गर्दा तपाईँले कविता सङ्ग्रह ननिकालेको हो कि भन्ने प्रश्न पनि आउन सक्छ। कविता छाप्न उहाँहरूले अलि हिचकिचाउनुहुन्छ। कविता भन्न साथ चाहिँ कम बिग्ने विधा भन्न थालिन्छ। तर साहित्यकार जो साहित्यकार अहिलेसम्म यो ठाउँमा आएका छन् त्यसको पहिलो चरण भनेको कविताबाटै सुरु भएको हुन्छ। त्यसैले प्रकाशकहरूले पनि कवितालाई अलि हेयको दृष्टिले हेर्नु हुँदैन। पछिल्लो समय त कविताहरू पनि प्रकाशन हुन थालेका छन्। तर मेरो खराब बानी, म कुनै पनि प्रकाशकलाई प्रकाशन गरिदिनुस् भन्ने मेरो बानी छैन। उहाँहरू आफैले सम्झेर तपाईँको पुस्तक छाप्नु पर्यो भनेपछि मात्र म प्रोभाइड गर्छु बुकहरू। त्यसैले कविता सङ्ग्रह पछि परेको छ। हामी कविताका कुरा गरिरहेका छौँ। विशेष त कविता लेख्दै गर्दा पनि नियमबद्ध हुनुपर्छ होला, के नियम हुन्छन् होला, बेसिक रुल्सहरू त छ। कविता भन्न साथ एउटा छन्द हैन, गद्य र पद्यमा लेखिने कुरा भयो। अब पद्यका कविताहरू पनि सुन्न त्यत्तिकै मजा आउँछन्। छन्दमा लेखिएका कविताहरू विभिन्न छन्दमा छन् हैन, त्यो सुन्न र गाउन खुब मजा आउँछ। तर मेरो हकमा चाहिँ मैले पद्य कविताहरू कमै लेखेको छु। अनि गजलहरू, बहरमाका गजलहरू भए हैन, त्यो पनि पद्यमै पर्यो। तर कविता नै भनेर चाहिँ एकदमै थोरै सङ्ख्यामा पद्यमा छ र धेरै जस्तो चाहिँ गद्यमै नै छ। कविताका कुरा भइरहँदा हजुरबाट कविता नसुन्ने भन्ने त हुँदैन। अब एउटा कविता सुनौ। अवश्य पनि। पछिल्लो समय डिजिटल माध्यममै हुने भएकोले म प्रायः जस्तो मोबाइलमै वा कम्प्युटरमा लेख्ने गर्छु। यो पछिल्लो सबभन्दा पछि लेखिएको कविता छ। यो परिमार्जन चाहिँ हुन पनि सक्छ पछि। शीर्षक छ जेन्जी। छोरा तिमी यो युगको ज्योति हौ। अझै छ र संसारभरि चम्किला ज्योतिहरू। तर ज्योति छर्ने नाममा नछ र जुनकिरीको उज्यालो सापटी लिएर भ्रमको बिउ हो। छोरा अँध्यारो भो भनेर शरीरमा पहिरिएका वस्त्र जलाएर सक्दैनौ कहिल्यै आफू हिँड्ने बाटो उज्यालो बनाउन। पर्ख छोरा, पर्ख छोरी, पर्ख भो नजलाऊ जाडो छेक्न आफ्नै घर। यहाँ निरोहरू अझै बाँसुरी बजाइरहेछन्। बरु खोस बाँसुरी र बजाऊ बेथिति भ्रष्टाचार र कुशासनको अन्त्येष्टिमा एउटा शोक धुन। धन्यवाद। जेन्जी भर्खरै हाम्रो देशमा जेन्जी पुस्ताको आगमन हुँदै गर्दा लेखिएको कविता रहेछ। निकै आफूलाई त्यो चिसो छेक्नको लागि आफ्नै घर नजलाऊ भन्ने एउटा सन्देशमूलक कविता रहेछ। निकै खुसी लाग्यो, सुनाइदिनु भयो। तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले कविता लेख्नुहुन्छ, गजल लेख्नुहुन्छ, कथा लेख्नुहुन्छ, सबै लेख्नको लागि आफूलाई एउटै विधामा स्टेबल राख्न नसकेर हो कि होइन म सबै विधाको लागि सक्छु लेख्नलाई, मसँग त्यो योग्यता छ भनेर लेख्नुहुन्छ? तपाईँलाई मात्र भन्न खोजेको होइन, तर धेरै साहित्यकारहरू फरक फरक विधामा छरिएर रहिरहेको देखिन्छ। एउटै विधालाई फलो गरेको म कमै देख्छु क्या। यस्तो विगतमा चाहिँ एउटै विधामा पारङ्गत हुनुपर्छ भन्ने खालको मान्यता थियो। जब मानिसमा, जस्तै म साहित्यको सबै विधा, म साहित्यकै पनि विद्यार्थी हुँ। मैले मास्टर्स डिग्री चाहिँ मैले नेपालीमै गरेको हुँ। त्यो भएकोले हरेक विधा, सबै एउटा विधाले भन्न खोजेको कुरा अर्को विधामा भन्न सकिँदैन क्या। जस्तै गजलले भन्न खोजेको कुरा होइन, हामीले गजलले दिन खोज्ने कुरा त हामीले हाइकुबाट दिन सक्दैनौँ नि होइन। सबै विधाको उत्तिकै महत्त्व छ, तर आफ्नो प्रेजेन्टेसन चाहिँ कुन विधामा त्यो चाहिँ फिट हुन्छ।
अब जितेन्द्र रसिकलाई कुन विधाको साहित्यकार भनेर चिन्ने? अब मलाई यो विधाको, मलाई सर्जकको रूपमा चिन्दै हुन्छ, यही विधाको भनेर चिन्नु आवश्यक छैन। मैले विगतमा हामीले एउटा रिसर्च पनि गराएको थियौँ योभन्दा 2 दशक अगाडितिर, एउटा फाँचल विधा भनेर। धेरै विधाहरू आयातित छ, अहिले पनि नेपालमा आफ्नै विधा छैन होइन। सबै विधा चाहिँ अब गजल फारसीबाट भन्न थाले होइन, उपन्यासहरू चाहिँ विभिन्न पद्य होइन, कविताहरूकै विभिन्न पद्यबाट आएकै कुराहरू छ होइन। जस्तै अब त्यही कविताहरू पनि विभिन्न मुलुकबाटै आयातितै छन् क्या, सबै विभिन्न बाटबाटै आएका छन्। अब मुलुकमै त्यस्तो खालको एउटा कुनै क्रिएसन गर्नुपर्छ भनेर हामीले एउटा फाँचल मण्डली भन्ने गठन गराएको थियौँ। यो द्वन्द्वकालकै समय थियो, त्यति बेला माओवादी विद्रोह चलिरहेकै अवस्था थियो। त्यति बेला चाहिँ हामीले एउटा टिम बनाएर पिङ्गल सूत्रलाई उल्ट्याइदिएका थियौँ क्या। छन्दमा पिङ्गल सूत्र होइन, गजलका बहरहरूमा भरि जस्तो प्रयोग हुने, त्यसलाई हामीले उल्ट्याएर अर्को त्यो चाहिँ प्रतिपादन गराएको थियौँ कि, अर्को सिद्धान्त प्रतिपादन गराएको थियौँ कि हामीले। त्यो गरेपछि त्यस्तो अहिलेसम्म अरू त्यो भइसकेका थिएन र त्यहाँबाट हामीले 174वटा चाहिँ यो फाँचलका यो एउटा चाहिँ फाँचलको लागि चाहिँ एउटा सूत्रात्मक छन्द जस्तै हामीले चाहिँ त्यो तयार पारेका थियौँ। त्यसका हरेक विधिमा चाहिँ हामीले त्यसरी उन्ने भनेर तयारी गरे अनुसार, अनि फाँचल पनि एउटा स्वतन्त्र भएर लेख्न सकिने होइन, फाँचल त्यो सूत्रात्मकमा नगइकन लेख्न सकिने र एउटा चाहिँ सूत्रात्मक। साहित्यका सबै विधाको आफ्ना नियम छन्, नियमबद्ध हुनुपर्छ पनि भनिन्छ नि त, नियमबद्ध भएर लेख्नुपर्छ, स्वतन्त्रलाई खासै मान्यता पनि दिइँदैन है। मान्यता नै यस्तो हो, कुनै पनि साहित्य लेखन भनेको एउटा समाजको लागि होइन, एउटा कुनै न चेन्जेसको लागि त्यसले चेतनात्मक सन्देश चाहिँ दिने खालको हुनु पर्यो। सन्देश नदिएर आफ्नो दुःख पीडा व्यक्त गर्ने पनि त एउटा माध्यम हो नि त साहित्य। हो, जस्तै साहित्य भनेको कुरा चाहिँ कुनै एकजना मानिसले बनाएको नियम कुनै बेला थियो, एउटा नियमभित्र बाँधिएर होइन, मजाले त्यही नियममा रहनुपर्छ भन्ने। तर अब त्यो नियमभित्र रहन पनि एउटा बेसिक नियम, एकदमै कडा खालको हार्ड खालको होइन नियमभित्र बसेर साहित्य साधना गर्नुपर्छ भन्ने पनि मलाई लाग्दैन। अब विगतमा हुन्थ्यो, त्यो साधना हुन्थ्यो, त्यही साहित्यको लागि साधना गर्नको लागि अब एउटै कुरा पाउन पनि होइन, धेरै ठाउँमा रिसर्च गरेर एउटै विधा लेख्न पनि अहिले त त्यो जमाना गइसक्यो नि त। अब प्रविधिको जमाना छ, विश्व हाम्रो हातमा छ, एउटा मोबाइलमा संसार अतिसकेको छ। अब हामीले साहित्यबाट दिन सकिने, समाजमा ल्याउन सकिने चेन्जेसहरू साहित्यबाट नै हो। अब हाम्रो विश्वको मानिसहरू जति छन्, 8 अर्बभन्दा बढी मानिसहरू भइसकेका छन्, ती सबै मानवहरूको चेतनाको लागि नै साहित्य हो। साहित्यको लागि चाहिँ त्यो कुनै कुरा भन्नलाई नियमभित्र एकदमै टाइट रूपमा बाँधिएर मात्र पनि बस्नु हुँदैन। लक्ष्मीप्रसाद देवकोटाहरूले, विभिन्न कविहरूले होइन स्वच्छन्दवाद किन ल्याए त, स्वच्छन्दवादका लेखनहरू किन सुरु गरे त? त्यसकै लागि हो। बाँधिएर कुनै कुरा बाँधिएर बाहिर व्यक्त गर्न नसक्ने अवस्थामा स्वच्छन्द रूपमा होइन, मुक्त रूपमा चाहिँ आउनुपर्छ भन्ने हो। त्यो चाहिँ अब हरेक विधाको रूपमा छ। लेखकको हातमा पनि भर पर्छ, आफूले कस्तो शब्दको संयोजन गर्ने, कुन विधालाई आफूले फलो गरिरहेको छ, कसरी गरिरहेको छ। कविता लेख्दै गर्दा पनि तपाईँले लेख्ने कविता र अरू कसैले लेख्ने कविता त फरक हुन सक्छ नि त। एकदमै फरक हुन्छ। शब्द फरक भइसकेपछि जो मस्तिष्कको जो एउटा सोच हुन्छ, त्यो सोचमा आउने शब्द सबैको एउटै हुन्छ भन्ने हुँदैन। विश्वमा मैले अघि नै भने 8 अर्बभन्दा बढी मानिस छन्, तिनीहरूका सबैको चेतना फरक नै छ। उनीहरूबाट यो सबैले सृजना गर्ने हो भने फरक साहित्यकै जन्म हुन्छ। कतिपय साहित्य चाहिँ कस्तो हुनसक्छ भने धेरै कुरा एक अर्काको भावनासँग पनि मिल्न सक्छ क्या, भावना चाहिँ मिल्न सक्छ, तर व्यक्त गर्ने शैली, लेखन शैली त फरक हुन सक्छ। तपाईँका कृतिहरूमध्ये अघि पनि हामीले कुरा गऱ्यौँ, हृदय स्पर्शी छालहरू र लज्जावती धेरै पाठकले मन पराएको कृति हो। यो मन पराउनुको कारण के थियो? जस्तो जब पाठकलाई छुन्छ त्यो कृति आफै पनि त्यो बजारमा चाहिँ होइन पाठकले खोजेरै पढ्छन्। लज्जावती मैले जुन खालको अपेक्षा गरेका थिएँ त्योभन्दा बढी नै मानिसले रुचाएका, पाठकहरूले रुचाएका पुस्तक हो त्यो, रुचाइरहेको पुस्तक पनि हो। त्यसलाई पछि हामीले दोस्रो संस्करणको पनि तयारी गरेका थियौँ। पछि पब्लिकेसन हाउस नै चेन्ज भएपछि हामीले त्यसलाई अगाडि बढाउन सकेनौँ। र लज्जावती पढ्नेहरू जति पनि पाठक छन्
उनीहरूले चाहिँ प्रतिक्रिया दिनुहुन्छ क्या उहाँहरूले चाहिँ प्रतिक्रिया दिनुहुन्छ कहिले मेसेन्जरमा कहिले के नचिनेको पाठकहरूबाट पनि प्रतिक्रियाहरू आइरहँदा चाहिँ खुसी लाग्छ यो लगभग 73 सालमा लेखेछु भन्ने लाग्छ अझै हौसला बढ्छ नि त पाठकले दिने प्रतिक्रिया पोजिटिभ नेगेटिभ जस्तो भए पनि यो खालको अब लज्जावती उपन्यास आफैमा पनि द्वन्द्वले चाहिँ एक खालको माओवादी विद्रोह चल्दाखेरि एउटा द्वन्द्वले चाहिँ नछुएको ठाउँ कुनै पनि रहेन क्या त्यो बेलाको जुन द्वन्द्वले नछुँदाखेरि अथवा मान्छेमा नछुने ठाउँ रहँदा अथवा द्वन्द्वले ग्रस्त हुँदाखेरिको अवस्थामा एउटा मानिस बीचको भावना त रिक्तिएको थियो नै हैन भावना रिक्तिने मात्र हैन मानवता नै सकिएको अवस्था थियो त्यति बेला त्यो अवस्थामा एउटा द्वन्द्वले मानिस बीचको प्रेमलाई पनि कसरी असर गर्छ मानिसको सम्बन्धलाई कसरी असर गर्छ र त्यसको रियाक्सन चाहिँ कस्तो हुन्छ त्यसको पछिको फिडब्याकहरू कस्तो आउँछ भन्ने खालको चित्र चाहिँ त्यसमा समावेश गरियो त्यसैले धेरैको त्यो एउटा सिम्बल लज्जावती जस्तै लज्जावती झार हैन जो छुँदाखेरि लजाउँछ त्यो सिम्बलबाट चाहिँ मैले व्यक्त गरेको थिएँ त्यसैले लज्जावती सबैले मन पराइदिनु भयो धेरैले मन पराइदिनु भएको छ सत्यको खोज र युगको तेजलाई आज कसरी स्मरण गर्नुहुन्छ यस्तो लाग्छ मलाई चाहिँ हाम्रा ज्येष्ठ हुँदै गएका सर्जकहरू होस् या ज्येष्ठ नागरिकहरू चाहिँ हाम्रो सम्पत्ति हो जस्तै उहाँहरूले भोगेका युग त्यो चाहिँ नयाँ पुस्ताले काम लाग्छ क्या कतिपय मानिसहरू अब नेपालमा 3 करोड जनसङ्ख्या छ हैन अब त्यसमध्ये पनि कयौँ ज्येष्ठ नागरिकहरू उमेर पुग्छ र जीवन लीला चाहिँ समाप्त हुन्छ ती सबै पुस्तक हुन् क्या नलेखिएको मात्र हो लेखिनै हो भने उहाँहरूसँग भएका उहाँहरूको भोगाई उहाँहरूले देखेको यो समाज उहाँहरूले देखेको यो युग त्यो सबै दस्तावेज बन्न योग्य पुस्तकहरू हुन् तर त्यस्ता व्यक्तित्वहरू चाहिँ हामीले त्यो छानेर लेख्न सक्यौँ भने कमसेकम हामीले पुस्तक मात्र लेखिरहेका हुँदैनौँ नयाँ पुस्तालाई पनि एउटा मार्ग प्रशस्त विगत कस्तो थियो हैन अब त्यो विगतबाट पनि त सिक्ने हो नि त अहिलेको वर्तमान अवस्था चाहिँ सबै विगतबाटै डिपेन्डेन्ट भएर चल्ने हो त्यसैले त्यो विगत चाहिँ नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक छ भन्ने हेतुले चाहिँ मैले जीवनी लेख्न सुरु गरेँ 3वटा छ पद्मरत्न तुलाधरको छ एउटा सत्यमोहन जोशी एउटा हाम्रो संस्कृतिविद हुन्छ तेजेश्वर बाबु गोङ्ग युगको तेज भनेर उहाँ अहिले पनि 91 वर्षको हुनुभएको छ मजाले श्रवण शक्ति पनि छ र लेखन साधनामा जुटिरहनु भएकै छ त्यसरी यो कृतिहरू सिर्जना गर्नुभयो हजुर तपाईले युवाका लागि गजल कथा कविता लेख्दै गर्दा बालबालिकाका लागि पनि लेख्नुहुन्छ बालकथाहरू यो युवाको लागि लेख्दै गर्दा बालबालिकाको लागि पनि लेख्नुपर्छ भन्ने कसरी मलाई यस्तो लाग्छ हामीले 50 वर्ष पछिको अथवा 25 वर्ष पछिको समाज निर्माण गर्ने हो भने बाल साहित्यमा लगानी गर्नुपर्छ क्या हामीले भनिरहेका छौँ आजको बालबालिका यस्तो भने त्यस्तो भने भनेर उ त्यो 25 वर्ष अगाडिको लगानीको फल हो नि त मुलुकको र मुलुक र समाजले बालबालिकामा के कसरी लगानी गरिरहेको छ भन्ने साहित्य त्यो माध्यम हो क्या साहित्य भनेको नि एउटा लगानी हो चेतनामा लगानी हो त्यसो भए तपाईलाई युवाको त्यो पीडा प्रेम मिलन बिछोड जे होस् सिकाइ अनुभव त्यो समेट्नु भन्दा बालबालिकाको कुरा त्यस्तो हुन्छ दुबईमा साहित्यकार भनेको बालबालिका भइसक्यो बालबालिकाको सृजना गर्ने हो बालबालिकाको लागि लेख्ने हो भने ऊ बालबालिका नै बन्नुपर्छ त्यो निकै जटिल अवस्था गाह्रो छ गाह्रो त हुन्छ त्यहाँ कुनै पनि बालबालिकाको त्यो मनोदशालाई लेख्ने हो भने तपाईँ 5 वर्षको बालबालिकाको मनोदशा लेख्दै हुनुहुन्छ भने 5 वर्षको बालबालिका नै बन्न आवश्यक छ तपाईँ शरीर भौतिक रूपमा तपाईँ यङ भयो भने तपाईँको मस्तिष्कलाई चाहिँ त्यहाँसम्म पुर्याउनै पर्छ र बालबालिकाले के चाहन्छन् अब हिजोको हाम्रो बुवा पुस्ता बाजे पुस्ताका बाल साहित्यहरू र अहिलेको बाल साहित्यमा धेरै भास्ट डिफ्रेन्स चाहिँ भइसकेको छ हिजो नैतिक र हैन नैतिक शिक्षाका जस्ता कथाहरू आउँथे भने अहिले एउटा बालबालिका मोबाइलमा हुर्केको हैन एउटा युग छ क्या मोबाइलमै हुर्केको छ उसले त्यही मोबाइल भित्रबाट विश्व चहारिसकेको छ त्यो भन्दा पृथक हामीले दिन सकेनौँ भने त्यो बाल साहित्य अब बजारमा टिक्दैन त्यसैले अबको बाल साहित्यहरू भनेको नयाँ पुस्ताका बालबालिकासँगै
हाम्रो साहित्य हिँड्न सक्ने गरी अबको 25 वर्ष अगाडि बढ्न सक्ने हुनु पर्यो लेखिनुपर्छ। बाल साहित्यको कुरा गर्दै गर्दा अब एउटा बाल कविता त सुन्नु पर्यो। बाल कविता नै सुनाउँछु म। यसमा अलि तल रहेको छ। यो कविताको सन्दर्भ चाहिँ यस्तो छ। पहिला पहिला बालबालिकालाई भूतको कथा भन्ने हैन, अनि बालबालिकाले त्रासमा राख्ने। अब चाहिँ त्योबाट बाहिर बालबालिका बाहिर निस्कनुपर्छ। हामी सधैँ एउटै समाजमा हामी पनि अझै त्रासमै छौँ क्या। भूत भन्ने बित्तिकै डर लाग्छ। बालबालिकालाई यसरी हामीले भूत भन्ने शब्दले उसको सृजनात्मक मस्तिष्कलाई किसेका छौँ कि अब चाहिँ त्योबाट बाहिर निकाल्नुपर्छ भनेर मैले लेखेको थिएँ। मान्छे मर्दा भूत बन्छ कसले भन्यो साथी, मान्छे मर्दा भूत बन्छ कसले भन्यो साथी, भूत भन्ने चिज हुन्न बुझिराखौँ साथी, छक्काउने तर्साउने काम गर्नुहुन्न, राम्रो काम गर्नुपर्छ ज्ञानी मान्छे बन्न, अन्धविश्वासलाई मान्नुहुन्न कहिले, अन्धविश्वासलाई मान्नुहुन्न कहिले, सबैभन्दा ठुलो विज्ञान हुन्छ बुझ जहिले, झाँक्रे धामी बोक्सी भने पछि लाग्नुहुन्न, बिमार भए अस्पताल जाउँ रोगको मुहान ठुन्न, बिमार भए अस्पताल जाउँ रोगको मुहान ठुन्न, चेतनाको कमी भए अकालमा ज्यान जान्छ, चेतनाको कमी भए अकालमा ज्यान जान्छ, कसले भन्यो मान्छे मरे यमराजले लान्छ, स्वर्ग नर्क भन्ने भ्रममा नपरौँ है साथी, अन्धविश्वास टोडे समाज हुन्छ सधैँ माथि, अन्धविश्वास टोडे समाज हुन्छ सधैँ माथि। धन्यवाद। कस्तो मिठो तपाईँको त्यो सुमधुर आवाजमा सुनाइदिनु भयो। त्यो पनि यति धेरै सन्देशमूलक, कति गहिरो भाव व्यक्त गरिएको छ क्या कविता मार्फत। बालबालिकाहरूलाई दिने कवितामा हामीले अब परम्परागत र रूढिवादी विचारका कविताहरू दिनु हुँदैन। त्यसले चाहिँ के गर्छ भने बालबालिकाको हामीले भन्छौँ नि विगतमा पनि उसले केही गल्ती गरे अथवा उसले केही सिक्न खोजे झगडा गर्यो भने अझ त्यो भूतभन्दा त्यहाँ भूत आयो भन्ने चलन थियो नि, पुलिस बोलाइदिन्छु भन्ने होइन, अझै पनि त्यो समाजमा व्याप्त छ नि। पुलिस भन्न साथ हानिहाल्ने लगिहाल्ने पक्रिहाल्ने उसको मस्तिष्कमा त्यो डर भर्छ, नकारात्मक असर। बालबालिकाले केही न केही उसले केही गरिरहेछ न, उसले केही न केही सिकिरहेछ क्या, उसले सोरिरहेको हुन्छ, झगडा गराइरहेछ, जे गरे पनि उसले चाहिँ सिकिरहेछ कि त्यहाँबाट। त्यसलाई चाहिँ हामीले अझ सृजनात्मक बनाउन के गर्नुपर्छ भन्ने चाहिँ अभिभावकको भूमिका रहनुपर्छ र अभिभावक विशेष त अझ साहित्यकार जो लेखक सर्जक स्रष्टा के भनेर बुझ्नुहुन्छ उहाँहरूले अझ विशेष त ख्याल राख्नुपर्ने रहेछ। हो हो, आफूले सिर्जना गर्दा विशेष गरी अब सर्जकहरूले ध्यान दिनै पर्छ। अब आफ्ना सिर्जनाहरू चाहिँ बालमैत्री छ कि छैन हैन, बालकहरूलाई सृजनात्मक र सकारात्मक बाटोमा डोर्याउने खालको छ कि छैन। हामीले कतै लेखेको सिर्जनाले त्यो बालबालिकामा पर्ने छाप अनौठोको हुन्छ कि, त्यो चाहिँ छाप जीवनभरि रहन्छ। त्यो छाप चाहिँ नकारात्मक पर्यो भने हामीले समाजमा हाम्रो निर्माण, समाजको लागि निर्माण हुँदै गरेका एउटा योग्य नागरिक कस्तो बन्ला, त्यता ध्यान दिनै पर्छ। सर्जकले विशेष त यो कुरा ध्यानमा राख्दै आफ्ना सिर्जनाहरू अगाडि बढाउन हाम्रो पनि अनुरोध रह्यो। साहित्यिक यात्रामा आजका दिनसम्म आउँदै गर्दा सम्झनलाई कुनै विशेष क्षण छ? म त सबै क्षणलाई सम्झन लायक भन्छु क्या। सम्झन त्यो लायक नहुने कुरा चाहिँ केही पनि हुँदैन क्या। विशेष हुन्छ नि कुनै एउटा घटना? विशेष चाहिँ मलाई सबै क्षण, अहिले तपाईँसँग संवाद गरिरहेको छु यो पनि विशेष लाग्छ कि मलाई। जीवनमा चाहिँ सबै कुरालाई विशेष मान्न सक्यो भने त्यो जीवन चाहिँ एकदमै आनन्द तरिकाले बित्छ कि जब म अलिखेर एकैछिनमा मृत्यु मेरो हुँदैछ भने पनि मलाई सन्तुष्टि रहन्छ क्या, मेरो गुनासो रहँदैन। त्यसो भए सबै तपाईँका लागि विशेष नै, हरेक क्षणलाई विशेष। आजको दिनसम्म आउँदै गर्दा सबै क्षण विशेष छ तपाईँको लागि? विशेष नै लाग्छ मलाई। नयाँ पुस्ताका लागि तपाईँको सन्देश के छ? विशेष त साहित्य क्षेत्रमा आउन चाहने युवा पुस्ताहरू हुनुहुन्छ। अब नयाँ पुस्तालाई
यो अलिकति हामीले नयाँ पुस्तालाई भनिरहँदाखेरि हाम्रो नयाँ पुस्ता कहाँ जानेछ भन्ने कुरा हो। कतै हामीले विगतमा एउटा एसएलसी पास गरेपछि, अहिले एसई भनिन्छ, एसएलसी पास गरेपछि एउटा फ्री टाइम हुन्थ्यो उनीहरूको। अब कलेजको लागि चाहिँ होइन पुलको रूपमा अब के गर्ने भन्थे, त्यो बेला मस्तले पढिन्थे क्या। त्यो बेला धेरै पुस्तकहरू बजारमा आएका चलेका, उनीहरू त भर्खर यो स्कुल जीवनबाट बाहिर फुत्त ढोकाबाट बाहिर निस्केको जस्तो हुन्थ्यो र त्यो पढिन्थे। अनि त्यसपछि कलेज जीवनमा पनि त्यस्तै हुन्थ्यो कि। अहिले त +2 सम्म मावि बनाइदिएको छ। मावि सकेपछि अब बालबालिकाहरू यो पठन पाठनमा भन्दा पनि अब कुन देश जाने, कुन मुलुकमा जाने, अब के गर्ने, कुन मुलुकमा गएर पढ्ने, अलिकति आर्थिक रूपमा सक्षम मानिसहरू अलिकति राम्रो देशहरू खोज्न थाल्छन्। अनि अलिक कमजोरहरू श्रमको लागि खाडी मुलुक जान थाल्छन्। के हिजो जेनजीको आन्दोलन पनि त्यसकै प्रतीकको रूपमा भएको होइन र? अब त्यहाँ अनेक घुसपैठ भयो होला, अनेक भयो होला, त्यो छुट्टै कुरो भयो। आक्रोश र असन्तुष्टि त हो नि। अबको युवा पुस्ताले साहित्य त्यसरी पढिरहेको छ भन्ने मलाई लाग्दैन। पढ्न त पढिरहेको छ, तर पहिलाको रेसियोमा छैन। उनीहरूले अबको हामीले नेपाली साहित्यमा लेखिएका साहित्यहरू नै उनीहरूलाई दिन लायक नभएर नपढेका हुन्, वा पढ्न नचाहेर नपढेका हुन्, वा हामीले बाटो देखाउन सकेका छैनौँ। यी कुराहरूमा चाहिँ अब बहस हुन जरुरी छ, ध्यान दिनु जरुरी छ। हो, यो जिम्मेवारी चाहिँ तपाईँ जस्तै सर्जकको हातमा दिए मैले। अब पछिल्लो समय त अब हाम्रो नेपाली साहित्यलाई अङ्ग्रेजीकरण गर्न अत्यावश्यक देख्छु म। नयाँ पुस्ताहरूले नेपाली नै बिर्सन थालिसके, नेपालीमा पुस्तकहरू पढ्न छाडिसके। नयाँ पुस्ताहरूले, तपाईँ हाम्रो पुस्तासम्म पढिरहेको देख्छु म। नयाँ पुस्ताहरूले चाहिँ अब अङ्ग्रेजीमा पुस्तक हामीले लेखिदियौँ भने त्यो पढ्छन्, अङ्ग्रेजीमा छैन भने त्यो नेपाली पुस्तक चाहिँ कसले पढोस् भन्ने हुन्छ। हो, नेपाली भाषालाई खासमा त प्राथमिकता दिनुपर्ने हो नि त। हाम्रो राष्ट्रिय भाषा हो, मातृभाषालाई। तर छैन पछिल्लो समय। मातृभाषाको प्रेम भनौँ न, एक खालको मनमा छ उनीहरूसँग, सबैसँग। तर हाम्रो शिक्षा नीतिहरू चाहिँ फरक भइदियो। हुन पनि अब यो हाम्रै भाषाको शिक्षा नीतिहरूलाई होइन, शिक्षा व्यवस्थापनलाई चाहिँ अलिकति सुदृढ गर्न सकेको भए राम्रो हुन्थ्यो होला। केही परिवर्तन आउँथ्यो अवश्य पनि। हामी इन्टरनेसनल रूपमा चाहिँ अब बच्चाहरू योग्य बनाइसकेपछि विदेशै पठाउने जस्तो मानसिकतामा छौँ। कुनै घर छैन होइन, छोराछोरी विदेश नगएको। अब विदेश जानु पऱ्यो भने पहिले इङ्ग्लिस राम्रो हुनु पऱ्यो। इङ्ग्लिस पढ्न थालिसकेपछि नेपाली साहित्य र नेपाली भाषाका कृतिहरूतिर उनीहरूको ध्यान गएन, जानै सकेन। त्यसैले पनि सर्जकका पुस्तकहरू धेरै पाठकको हातमा पुग्न नसक्नुको एउटा मुख्य कारण यो पनि हुनसक्छ। अब चाहिँ लगभग प्रकाशकहरूले पनि ध्यान दिनुपर्छ। नयाँ पुस्तालाई पुस्तक पढाउने हो भने जुन पुस्तकहरू छ त्यसलाई ट्रान्सलेट गरेर अङ्ग्रेजीमा पनि निकाल्नै पर्छ। त्यो भयो भने नेपाली साहित्यलाई विश्वव्यापीकरण गराउन पनि सजिलो हुन्छ। हो, साहित्यलाई संरक्षण संवर्धन गर्ने कुरामा पनि यसले विशेष महत्त्व राख्छ होला। भाषाकै कारणले गर्दा, नेपाली भाषा हुँदै गर्दा जेनजी पुस्ता भनिन्छ, जो युवा पुस्ताले नपढेको, चासो नदिएको पनि हुनसक्छ। तपाईँको अनुभव र विचारको आधारमा आजको दिनसम्म आउँदै गर्दा साहित्य के रहेछ? साहित्य यो एउटा ठुलो महासागर हो क्या। यो सुन्दर फुल हो, फुलै फुलको महासागर हो क्या। त्यहाँ डुब्न जाने भने जिन्दगी एकदम अत्यन्तै सुन्दर बन्छ। डुब्न जानेन भने त्यो चाहिँ एउटा कोरा कागज लाग्छ मानिसलाई। र विश्वका मानिसका चेतनाहरू अहिले यो स्तरमा छ भने त्यो हाम्रो प्राचीन बेलाका साहित्यले नै अहिलेसम्म यहाँसम्म ल्याएको। साहित्य भन्ने नै एउटा चेतनाको ज्योति हो क्या, चेतनाको सानो झिल्को हो। त्यो झिल्कोले एउटा जीवन जिउनको लागि होइन आगोको काम गर्न सक्छ, पानीको काम गर्न सक्छ, पानीको काम पनि गर्न सक्छ, पानीमा ज्योति दिन सक्छ होइन। एउटा रङ्गी बिरङ्गी एउटा त्यही ज्योति चाहिँ एउटा इन्द्रेणीको काम पनि गर्न सक्छ पानीमा मिसिएर होइन। यो एउटा हामीले व्याख्या गर्न नसक्ने लेभलकै छ।
कस्तो मिठो उदाहरण दिनुभयो साहित्य भनेको के हो भन्ने प्रश्न थियो निकै मिठो उदाहरण दिनुभयो साहित्य लेखन क्षेत्रमा आजसम्म आउँदै गर्दा सम्झन लायक क्षण विशेष त छैन मेरा लागि सबै विशेष हो भन्नुभयो कुनै सिकाइ र अनुभवका क्रममा त्यस्तो नराम्रो समय पार गर्नु परेको छ त्यस्तो नराम्रो भन्नाले यस्तो हो मानिसले को मानिसहरूबाट कति अपेक्षा गर्ने भन्ने हो जो मानिसले धेरै अपेक्षा गर्छ त्यसलाई बढी पीडा हुन्छ त्यो पुरा नभएपछि चाहिँ मानिसहरुमा हुने एउटा तत्त्व हुन्छ के एउटा रिस ईर्ष्या इगो हैन त्यसको तत्त्व हुन्छ के त्यो तत्त्वलाई कन्ट्रोल गर्न सक्यो भने त्यो कुनै पनि अवस्था हुँदैन समस्या हुँदैन किनकि सबै मानिस त्यही लेभलका हुन्छन् भन्ने हुँदैन नि छैन कोही सिक्दै गरेका हुन्छन् हैन कोही साहित्यमा आउँदै गरेका हुन्छन् कोही संस्था चलाइरहेका हुन्छन् कोही नामकै लागि मात्र नामकै भोगी भएर अगाडि बढिरहने हैन प्रसिद्धिका लागि हुन्छन् त्यस्तो प्रसिद्धिले चाहिँ काम छैन जस्तै हामी लेखक साहित्यकारहरूले भनेको नाम र प्रसिद्धिको लागि लेख्ने हुँदै होइन हामीले यो युगलाई नयाँ पुस्ताहरूमाझ चाहिँ पुस्तान्तरण गर्दै जाने हो हाम्रो भौतिक शरीर त कतिसम्म रहन्छ र हैन हामीले जानेका हामीले सिकेका हामीले खोजिएका कुराहरू भविष्यका पुस्ताहरूलाई चाहिँ कसरी पुस्तान्तरण गर्ने भन्ने सोच चाहिँ हामीले राख्न सक्यौं त्यो पनि सन्देश सहित केही सन्देश बोकेका सिर्जनाहरू साहित्य भनेको नि आउने पुस्तालाई दिन सक्नु पर्यो साहित्य भनेको नि केही न केही नयाँ पुस्ताले काम लाग्ने नै हुन्छ केही सिकाइ होस् न त हैन हो त्यस्तो भयो भने चाहिँ कहिले पनि साहित्यकारहरूले चाहिँ अब स्पेशल मेरो यस्तो खालको पीडा भयो मलाई यस्तो यो यात्रामा यस्तो सङ्घर्ष गर्नु पर्यो यस्तो भयो भन्ने चाहिँ नहोला सङ्घर्ष त भइ नै हाल्छ गर्नुपर्छ काममा रम्न जाने भने लेखनमा रम्न जाने भने त्यो जस्तो आनन्द अरू केही हुन्न तपाईले लगभग आजको दिनमा धेरै काम छोडेर साहित्यलाई प्राथमिकता दिनुभएको छ दिइरहनु भएको कुनै जमाना यस्तो थियो म दिनभरि जब गर्थेँ अरूको र रातभरि लेख्थेँ क्या नसुत्ने लेखनको भोग भने त्यस्तो हुन रहेछ क्या कुनै जमाना थियो त्यो एक प्रकारको कुनै एउटा समय थियो क्या बेलुका टक्क 10 बजेपछि सबै सुतेपछि लेख्न सुरु गर्ने एकान्त चाहिन्छ नि त लेखकलाई आफ्नो जे छ लेख्नुपर्ने लेखेर अनि बिहान 4 बजे सुत्ने साहित्य लेखनले यसरी लेख्दै आउनुभयो तपाईँ सम्भवतः धेरै साहित्यकारहरू यसरी नै आउनुभयो होला आउँदै हुनुहुन्छ होला कोहीले लेखिरहनुहुन्छ रातभरि दिनभरि अरू काम गर्नुहुन्छ कोही सबै काम छोडेर लेखिरहनुहुन्छ तपाईँ लगभग आजको दिनमा धेरै काम छोडेर लेखिरहनु भएको छ धेरै काम छोडेर म काम पनि गर्छु कामसँगै मानिस धेरै कुरालाई पछाडी पारेर काम यो लेखनलाई अगाडि राख्नु भएको मेरो अनुभव चाहिँ मानिस जति बिजी भयो क्रिएटिभ मान्छेलाई चाहिँ त्यति फुर्छ क्या म जति बिजी हुन्छ नि त्यो टाइममा फुरेको कुरालाई चाहिँ म नोट गर्छु र त्यसलाई चाहिँ अब आफू फ्री भएपछि लेख्न थालिहाल्छु क्या जब म फ्री हुन्छु भने चाहिँ अनि त्यो खाली माइन्ड हुन्छ नि मेरो हकमा चाहिँ खाली माइन्ड हुँदा म कहिले पनि लेख्दिनँ लेख्छु भनेर कहिले पनि लेख्दिनँ जब फुर्छ र साहित्य फुर्ने भनेको समाजमा देखिएको कुनै विसङ्गति होला कुनै राम्रो कुरा होला हिँड्दै बाटोमा देखिएका कुरा हुन्छन् त्यो समाजसँग पनि जोडिन्छ जीवनसँग पनि जोडिन्छ र यो मानव सभ्यतासँग पनि जोडिन्छ के ती कुराहरू देखिसकेपछि चाहिँ यहाँ यस्तो छ यस्तो चाहिँ हुनुपर्छ है अब साहित्यमा यो कुरा चाहिँ साहित्यबाट भन्नुपर्छ भन्ने लागेपछि म लेख्न थाल्छु कुनै बेला गाडीमा हिँड्दा होस् बाइकमा हिँड्दा बाइकै रोकेर म रेकर्ड गर्छु हैन लेख्छु अनि त्यसपछि मात्र आफ्नो यात्रामा लाग्छु हैन त्यो चाहिँ हुन्छ यति दुःख कष्ट भोग तिर्खा निन्द्रा यात्रा नभनिकन लेख्नुहुन्छ सर्जकले तपाईले पनि भनिसक्नुभयो म बाइक रोकी पनि लेख्छु भनेर राति नसुती लेख्छु भन्नुभयो यति दुःख कष्ट गरेर लेखिरहनुहुन्छ आर्थिक रूपमा कतिको सबल बनाउँछ त साहित्य लेखन सुरुमा साहित्य लेख्दा एक खालको ऊर्जा आउँथ्यो खासै त्यसबाट आर्थिक पाटोका कुराहरू हुँदैन थियो आर्थिक पाटोको रूपमा चाहिँ त्यो अब साहित्यकारहरू लेखेर पनि बाँच्न सक्छन् र जस्तो लाग्थ्यो कि अनि हामी पैसा आर्थिककै लागि लेख्ने हो भने त अरू श्रम गरौँ न किन साहित्यतिर लाग्नु हैन साहित्य भनेको एउटा बौद्धिक विचार विमर्श गर्ने थलो हैन अब त्यो हुँदै गएपछि त त्यसले पनि फेरि इन्कम दिन थाल्छ के आफ्नो बौद्धिकको लेभल र त्यो आफ्नो क्षमता भइसकेपछि त साहित्यले पनि इन्कम दिन्छ क्या जस्तो मैले सबै पुस्तकहरूको रोयल्टी लिएको छु हैन अरू कुरा भनेको विभिन्न जीवनी विधाहरू हैन पछि सम्पादनको कामहरू पनि म गर्छु सम्पादनका कृतिहरू सम्पादन गर्ने बेला पनि त्यहाँबाट इन्कम नै हुन्छ तर साहित्य लेखनबाट नियमित
कतै जागिर खाएको जस्तो बिजनेस गरेको जस्तो जीवनै चल्ने हैन जीवनै पुरा चेन्ज गर्ने खालको आर्थिक क्रान्ति नै हुन्छ भन्ने चाहिँ हामीले सोच्नु हुँदैन। त्यसो हुनलाई मुलुक पनि विकसित मुलुक हुनु पर्यो क्या। हामी मुलुक चाहिँ पेट र भोकको रोगमा छौँ भने अब त्यो बौद्धिक लेभलमा बौद्धिक तहमा त्यही खालको पेमेन्टहरू लिनलाई त त्यस्तै मुलुक पनि त्यही खालको विकसित हुनु पर्यो र पे गर्ने त्यो क्षमता हुनु पर्यो नि। एउटा कुनै पनि मुलुक अगाडि बढ्ने हो अथवा त्यहाँको जनताको स्तर अगाडि हाई फाई टाइपमा अगाडि बढाउनलाई त मुलुक धनी नै हुनु पर्यो। जबसम्म मुलुक गरिब रहन्छ तबसम्म आशा पनि कम गर्नु पर्यो। त्यसको फल चाहिँ हैन सबै साहित्यकार मात्र हैन सबैले भोगिरहेका हुन्छन् क्या। त्यसको प्रतिफल न्यून नै हुन्छ। आज त्यो कुरा तपाईँ पनि भोग्दै हुनुहुन्छ। त्यो त सबैले भोगिरहेकै छ। म तपाईँलाई एउटा प्रश्न जोडिहालेँ, व्यक्तिगत सफलता र साहित्यिक सन्तुष्टिमा रोज्नु पर्यो भने तपाईँ के रोज्नुहुन्छ? साहित्यिक सन्तुष्टि हो। व्यक्ति भने के हो र? तपाईँ हामी आज हुन्छौँ भोलि हुन्न। तपाईँ रहन्जेल सन्तुष्टि लिनुहोस् न, जिन्दगीको मजा त्यही हो क्या। तपाईँ बाँचुन्जेल आनन्दले तपाईँको मनलाई सन्तुष्टि पार्नुहोस्, संसारमा अरू कसैलाई सन्तुष्ट पार्नु पर्दैन। त्योभन्दा खुसी अरू केही कहीँ छैन। साहित्य लेखन क्षेत्रमा जति लागिरहनु भएको छ, तपाईँ संस्थामा पनि आबद्ध हुनुहुन्छ होला, पुस्तक विमोचनदेखि लिएको हरेक कार्यमा सरेक भएको पनि देखिन्छ, आफ्नै पुस्तक विमोचन पनि हुन्छ। र सरकारी निकायबाट साहित्य क्षेत्रलाई या सर्जकहरूलाई पर्सनली या अफिसियल्ली संस्थागत रूपमा र व्यक्तिगत रूपमा साथ सहयोग गरेको पाउनुहुन्छ? यस्तो छ, अब नेपाल मुलुक आफैमा एउटा थिति भन्छ नि, थिति भन्छ नि, त्यो ठाउँमा चाहिँ अझै पनि पुग्न सकेको छैन क्या। यदि सिस्टममा मुलुक चल्ने हो भने यो पोसिबल छ। अहिले कुनै पनि साहित्यकार एउटा सरकारी पोस्टमा पुग्न कुनै दलको झोला बोक्नुपर्ने अवस्था छ। अब पछिल्लो परिवर्तनले चाहिँ केही न केही त्यसमा सुधार ल्याउला कि भन्ने आशा चाहिँ हामीले गरेका छौँ, तर त्यो हुन्छ हुँदैन त्यो पनि ग्यारेन्टी भोलिका दिनमा थाहा हुन्छ। अब यहाँ क्षमता भएर मात्र हुँदैन। तपाईसँग पावर र पहुँच भयो भने कुनै एउटा पुस्तक प्रकाशन नभएको मान्छे राज्यको साहित्यिक गतिविधि हुने ठाउँमा चाहिँ नियुक्ति हुन्छ, जो चाहिँ झन्डाको मुनि बसेर नेताको चाप्लुसी गरेको हुनुपर्छ। त्यो अवस्था छ नि हामीसँग। त्यसैले राम्रा साहित्यकारहरू छन् नेपालमा हैन, राम्रा र बौद्धिक साहित्यकारहरू छन्, तिनीहरू चाहिँ अलिकति पर छ, जो चाहिँ चाप्लुसी चाहँदैन, दलको झन्डा नबोगिकन म अगाडि बढ्छु भन्नेहरू छन्, तिनीहरू अहिले ब्याकमै छन्। अहिले त्यसले चाहिँ खिचेको छ नेपाली साहित्य। अब कुनै पनि सरकारी मैले नामै तोकेर भन्दैन, कुनै पनि सरकारी निकायहरू थुप्रै छन् साहित्यको क्षेत्रमा काम गर्ने, त्यो चाहिँ यो कार्यकर्ताहरू पाल्ने थलो बाहेक अरू केही पनि भन्न सकेको छैन। सृजनाको कदर सरकारी निकायबाट भएको छैन यसरी बुझौँ। जहाँ सृजनाको कदर एउटा पुरस्कार थाप्नलाई सिफारिस चाहिन्छ नेताको भने त्यो देशमा, त्यो देशको बौद्धिक लेभल हैन, बौद्धिक र चेतनात्मक लेभलहरू कस्तो होला तपाईँ आफै। साहित्यिक क्षेत्रमा पनि राजनीतिक चलखेल निकै चल्छ, यसरी बुझ्नु पर्यो। राजनीति चलेकै छ र चल्छ हैन, चलेकै छ क्या, चलिरहन्छ। अब यो साहित्यकारले राजनीति गर्नु हुँदैन र गर्नुपर्छ भन्नेमा वाद विवादहरू देखिन्छ हैन। तर वास्तवमा साहित्यकार त निष्पक्ष हुनुपर्ने हो, राजनीति चलखेल गर्ने। मैले भनिरहेको छु, साहित्यकारले पोलिटिक्स गर्ने नै हैन। पोलिटिक्स भनेको चाहिँ नेपालको हकमा सुन्दर पोलिटिक्स भएको भए साहित्यकारहरू त्यो ठाउँमा बसेर अगाडि बढ्न सकिन्थ्यो क्या। जस्तै म पोलिटिक्सको पनि विद्यार्थी हुँ क्या, मैले ब्याचलर पोलिटिक्समै गरेँ। त्यो हेर्दाखेरि त्यो पोलिटिक्स सब्जेक्ट पढिरहँदा चाहिँ पोलिटिक्स चाहिँ कस्तो राम्रो हैन, कमलको फुल थियो क्या, सुन्दर फुल। नेपालमा त त्यो पोलिटिक्स अभ्यासै भएको छैन कि अहिलेसम्म। अहिलेसम्म त शक्तिको आठमा चलिरहेछ नि त सबै पोलिटिक्सहरू नेपालमा। अहिलेसम्म मैले भन्नुपर्दाखेरि सुन्दर खालको विश्वमा भइरहेको अभ्यास अनुसारको पोलिटिक्स भएकै छैन र त्यस्तो लेभलको यो राजनीतिक साहित्यमा पनि छिरिरहेको छ। एकदम त्यो अवस्था छ। त्यसैले अबको राजनीतिमा चाहिँ कमसे कम ब्याचलर पोलिटिक्समा ब्याचलर गरेको व्यक्तित्वहरू चाहिँ आयो भने त्यो खालको पोलिटिक्सहरू हुन सक्ला भन्ने आशा गरौँ। आशा मात्रै गरौँ। अब तपाईँका आगामी योजनाहरू के छ? म खासै योजना बनाउने मान्छे नै होइन।
मसँग थुप्रै पाण्डुलिपिहरू छन् अहिले पनि घरमा जुन पब्लिकेसनले यस्तो खालको कृति तपाईँसँग छ भनेपछि म दिइदिन्छु उहाँले प्रकाशन गर्नुहुन्छ क्या म चाहिँ फ्री टाइममा लेख्छु होइन लेख्दाखेरि यो नै योजना मेरो यो छ यो छ यो छ भन्ने हुँदैन मैले एउटा उपन्यास करिब दण्डकालमा सुरु गरेको उपन्यास अब इन्डिङ गरेर मैले एउटा फाइनल ड्राफ्ट गरेर राखेको छु कि अब त्यो कुनै पब्लिकेसनलाई आवश्यकता पर्यो भने म त्यो खालको थिम अनुसारको त्यो दिन सक्छु त्यसरी मेरो चाहिँ त्यो लेख्छु भने छुट्टै खालको योजना रहँदैन किनकि मान्छे आफैमा अस्थायी जीवन आफैमा अस्थायी छ होइन यो योजनाहरू पनि बनाएर काम छैन कि कुनै आफूसँग जे योजना छ त्यो वर्तमानमा गर्न सकिने कामहरू गर्दै जाने अब भोलि यो गर्छु भन्ने खालको चाहिँ तत्काललाई मैले यस्तै खालको योजना छैन अगाडि जस्तो खालको अवसरहरू आउँछ त्यसलाई नै आत्मसात गर्दै अगाडि बढ्ने अब तपाईलाई अन्तिम 5 प्रश्न गर्छु छोटो जवाफ दिनुपर्छ तपाईलाई सबैभन्दा मनपर्ने साहित्यकारको नाम लिँदा कसको नाम लिनुहुन्छ यो प्रकृति मान्छेको नाम भन्दा पनि मलाई प्रकृति नै एउटा ठुलो साहित्यकारकै नाम लिनु पर्यो भने म कुनै पनि साहित्यकारबाट त्यति प्रभावित छुइनँ होइन त्यसैले म कुनै पनि साहित्यकारको नाम लिनै चाहन्न नामै छैन ती सबै साहित्यकारहरू प्रकृतिसँग रिलेटेड हुन्छ र प्रकृतिसँगै समाहित भएर कविता लेख्छन् म त्यही सबै साहित्यकारले चाहिँ होइन पुज्ने प्रकृतिलाई नै मलाई मनपर्ने सर्जक भन्छ तपाईको लेखन साहित्यिक साधना हो कि मात्र लोकप्रियता म लोकप्रियता चाहने मान्छे नै होइन यदि लोकप्रियता चाहेको भए होइन म त्यो खालको रुचाउँदिनँ पनि म चाहिँ साहित्यमा साधना हुनुपर्छ मेहनत गर्नुपर्छ होइन एक खालको कुनै मानिसले भनेको जस्तो उसको साहित्य हुनुपर्छ भन्ने पनि छैन ऊ भित्र जस्तो क्षमताको छ त्यसलाई चाहिँ अलिकति मलजल गरेर राम्रोसँग उसले बाहिर ल्याइदियो भने त्यो साधना नै एउटा सुन्दर साहित्य हो तपाईले धेरै पुरस्कारहरू पनि पाइसक्नु भएको छ मैले पुरस्कार कसैलाई पनि मागेको छुइनँ पुरस्कार भनेको जसले सम्मान गरेर यसको योग्यता छ भनेर दिन आउनुहुन्छ पावर र पहुँचले पाउनु भएको हैन नि पावर र पहुँचमा पुरस्कार लिन्छ भने त्यो साहित्यकार योग्यताले नै पाउनु भएको हो कुनै पनि मानिसले पावर पहुँच र पुरस्कार माग्दै हिँड्छ भने त्यो साहित्यकारै होइन जो चाहिँ साहित्यको नाममा बदनाम हुने काम गर्ने व्यक्तिहरू हैन त्यो चाहिँ साहित्यको लागि विकार हो भन्छ तपाई गजल पनि लेख्नुहुन्छ कविता पनि लेख्नुहुन्छ गजल र कविता विधामा छान्न दियो भने के छान्नुहुन्छ म दुवै छान्छु एउटा कविता पनि लेख्छु गजल पनि तर छान्नु पर्ने हैन त्यो यस्तो हुन्छ कि तपाईको दुईवटा सन्तान छ एउटा छोड्नु पर्यो भने कुन चाहिँ छोड्नुहुन्छ भन्नु भने तपाई के गर्नुहुन्छ त्यही धर्म संकटमा पर्नुहुन्छ नि त्यस्तै हो छान्नै पर्यो भने गजल कि कविता त्यो हेरेर हुन्छ गजल कुन अवस्थामा छान्ने भन्ने हो क्या अब गायनको लागि दिने हो भने म गजल छान्छु भाषणको लागि दिने हो भने म कविता छान्छु अब कुन परिवेशको लागि भन्ने हुन्छ लेखनको लागि दुवै लेख्छु म एउटा छोड्नु पर्यो एउटै छोड्नु पर्यो भने म छोड्नै सक्दिनँ कि तपाईका प्रिय साथी राजेन्द्रमान डङ्गोल र रामगोपाल आशुतोष मध्ये छान्नु पर्यो भने साहित्य लेखनको हिसाबले जस्तै अब यो दुईटाको नाममा त तपाईले दिइहाल्नु भयो मेरा सबै साथीहरू मलाई उत्तिकै प्रिय लाग्छन् तपाई धेरैको प्रिय पात्र हुनुहुन्छ मलाई साथी बनिसकेपछि हैन एक खालको निकट रहला टाढा रहला त्यो छुट्टै कुरो साथीत्वको भाव चाहिँ निभाउनु पर्छ हैन अब यो दुईवटा नाम मध्ये राजेन्द्रमान डङ्गोल सरसँग एक दुई पटक भेट भएको छ तर रामगोपाल आशुतोष जो भक्तपुरकै हुनुहुन्छ हामी धेरै अन्तर्घुलन भएका छौँ हामी हैन र हामी धेरै सहकार्यहरू पनि गरिरहेका छौँ भने मैले रामगोपाल आशुतोषलाई पनि लिन्छु तपाईले मैले सोधेका 5वटा प्रश्नको मिठो जवाफ दिनुभयो अब अन्तिममा हामी एउटा कविता सुनौ हुन्छ सुनौ यो धेरै अगाडि 12 वर्ष अगाडि लेखेको कविता एउटा ल्याएको छु मैले महामानवहरू कविताको शीर्षक यो 5वटा च्याप्टरमा छ म एक च्याप्टरमा वाचन गर्छु लामो छ खोक्रो आडम्बर बोकेका क्यारेमका गोतीहरू
खोक्रो आडम्बर बोकेका क्यारेमका गोटीहरू बोर्डको सिलिङहरूमा ठोकिएर चिप्ला खरीका धुलोहरूसँगै सुलुलु सुलुलु चिप्लिरहने हामी महामानवहरू। कसैले इसाराले एक चुट्की लगाउँदा सुत्त अँध्यारो धुलोभित्र बसी जितेको घमण्ड गर्ने वाह हामी महामानवहरू। फगत उचालिँदा उचालिने पछारिँदा पछारिने हावाको इच्छामा आकाशमा उडेका बादल वायुकै इच्छामा कहिले झरी भई ठोपा ठोपा पोखिएर पाखा बगरमा घिनलाग्दा फोहरका लाप्साहरूसँगै पखालिनु पर्ने, फेरि घामको दयाले बाफिएर आकाश छुन पुग्ने, बिर्सेर चटक्कै स्वाभिमानका हर ठुङ्गाहरू, रिमोटको किबोर्डसँगै चल्ने हामी स्वचालित, बिल्कुल स्वचालित महामानवहरू। चेतनाको भोल्युम दबाउँदा प्रकट हुन्छन् मान्छे, थोरै मान्छे जसरी मान्छे मान्छे नै हो भन्छन्, मान्छे बुद्धिमानी, मान्छे ज्ञानी, मान्छे सर्वस्व, विश्वकै प्राणीहरूमा महान। वाह यो कोलाहलमा तुच्छ, घृणा, द्वेष, स्वार्थ, लोलुपता, क्रोध र कठोर रिसराग। वाह मान्छे दनदनी ईर्ष्याको आगोमा भटाभुङ्ग गृह नगरहरू पानी पानी बनेर उर्लिएका भेलहरू बगाएर मानवता मनका बगरहरू। वाह हामी महामानवहरू। कालो रातको लबेदा समाएर पिलपिले ताराकै रातमा जुनेली आश्वासनको चुल्ठोमा झुन्डिएर घर घर र गोठ आगनी उजिल्याउने फोस्रो मायाजालको कन्तुरभित्र थुनिएर दलनभरि छरिएका स्वार्थका चारोहरू छर्र 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 गल्ली गल्लीमा पाखा पखेरीमा निस्वार्थ पन्छीका हुलहरू थुनेर पिञ्जरामा कैद गरेर स्वतन्त्रता कुर्सी भरी भरी पिएर प्याला भएर मदहोस इलिस बङ्गालका पुराना माछाका परिकार झैँ हर रात पुरानै मेमेको थालमा मुर्दाटुल्ले समयको अगाडि पसारिएको मेरो देशका परिवर्तनका खिरहरू लुस्दै बाख्राको मासु चिहानमा घुटुक्क पार्दै आइराग उन्मुक्त स्वाद चखुवाहरू कानमा भिरेर जनै चोखो चोखो जप्दै पाइखाना धाइरहेछन् जीर्ण चर्केका माटका घ्याम्पो जस्तै लघु विचारका आधुनिक मानवहरू। वाह हामी महामानवहरू, वाह हामी महामानवहरू। निकै उत्कृष्ट कविता सुनाइदिनु भयो। यो बाँकी नै छ, मैले लामो भएकोले अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई भन्न मन लागेको, मैले सोध्न छुटाएका केही कुरा छन् भने छोटकरीमा राख्न सक्नुहुन्छ। अब यो हाम्रो जीवन संवाद गर्ने हो भने यो हामीसँग यो 1.5 घन्टाको समयले त पक्कै पनि पुग्दैन। तपाईँले यो अवसर दिनुभयो होइन, साहित्यको लागि चाहिँ जुन खालको तपाईँले एउटा यो मञ्च अगाडि बढाइरहनु भएको छ, यसले सफलता पाओस् र यो कार्यक्रम मार्फत नेपालको साहित्यको क्षेत्रमा मात्र नभई अब त विश्वमा यो अन्तर्राष्ट्रिय स्तरबाट यो हामीले व्यक्त गरेका विचारहरू सबैले सुन्न सक्नुहुन्छ। त्यसकारण पनि यो कार्यक्रमलाई अझ भव्य र सभ्य रूपमा निरन्तर लामो समयसम्म तपाईँले अगाडि बढाइरहन सक्नु भन्ने मेरो शुभेच्छा छ। धन्यवाद तपाईँलाई। साथै अब प्राविधिकमा विभिन्न मित्रहरू हुनुहुन्छ, क्यामेरा पर्सन साथीहरू हुनुहुन्छ, सम्पूर्णलाई म धन्यवाद पनि दिन्छु। कार्यक्रममा आउनुभयो, अझै विशेष त आफ्नो जिन्दगीको अमूल्य समय हामीलाई दिनुभयो, यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद सुस्मिताजी। आज हामीले स्रष्टा र साहित्यको यात्रामा स्रष्टा जितेन्द्र रसिकज्यूसँग साहित्यिक भलाकुसारी गर्दा गर्दै समयले निटो काटिसकेछ। आजको संवाद केवल एक अन्तर्वार्ता थिएन, यो त थियो अनुभूतिहरूको ऐना, विचारहरूको विमर्श र साहित्यिक साधनाको एक जीवित दस्तावेज। उहाँका विचारहरूले हामीलाई स्मरण गराए साहित्य लेख्ने मात्र अभ्यास होइन, आत्मालाई छुन सक्ने संवेदना हो, जहाँ मन, मस्तिष्क र मर्म एकैसाथ बोल्न थाल्छन्। यसै सन्दर्भमा आजको कार्यक्रम स्रष्टा र साहित्यबाट यही विश्राम लिँदै अर्को श्रृङ्खलामा साहित्यका अर्का स्रष्टासँग पुनः आत्मीय भेटको अपेक्षा सहित म कार्यक्रम प्रस्तुता सुस्मी कणेल यहाँबाट बिदा माग्छु। बागमती टेलिभिजन एसडी हेर्दै गर्नुहोला। नमस्कार। नेपाली साहित्य जीवनका रोहमा स्रष्टाले
स्रष्टा र साहित्य